हेलो नमस्ते सबैलाई। अब यो गाभाको सिजन छ। अब यो यसरी बर्खाको टाइममा गाभा धेरै पाउने भएकोले हामीले चाहिँ यसरी पनि तरकारी बनाएर खान सकिन्छ। हजुरहरूले पनि घरमै बनाएर खान सक्नुहुन्छ। यसो सजिलो छ। यो धेरै अलिकति मेहनत लाग्छ तर पनि त्यस्तो एकदमै गाह्रो चाहिँ छैन। तर अति नै मिठो हुन्छ। माछाको टेस्ट आउँछ, एकदमै मिठो हुन्छ। त्यही भएर म यो रेसिपी बनाउन राखिरहेको छु। एकचोटि हेरेर हजुरहरूले पनि बनाएर खानु होला ल। अब म सुरु गर्दैछु। यो रातभरि भिजाएको मासलाई बोक्रा अलिअलि मात्र निकाले पुग्छ। बोक्रा पनि धेरै निकाल्नु पर्दैन। यसलाई चाहिँ नि पिसेर एकदमै बेसी नै मसिनो पनि गर्नु पर्दैन। अब हल्का नुन मात्र राखेको पुग्छ है। नुन मात्र राखेको पुग्छ। अनि गाभाको पात ल्याइदिनु भयो थियो हाम्रो दिदीले परवासबाट। अब यसलाई चाहिँ म माछा बनाउन लागिरहेको छु। अब यो गाभाको पातलाई सफा गरेर पखालेर यसलाई चाहिँ अब म सुरु गर्न लागिरहेको छु है। यसरी चाहिँ मासुलाई एकदमै धेरै मसिनो पनि नगर्ने, धेरै बाक्लो पनि नगर्ने, चिक्कको पिसेर यसरी पातमा उल्टो गरेर यो पातलाई उल्टो गरेर यसरी यो बेटरलाई राखिसकेपछि उता अर्को मोमोको भाँडामा चाहिँ पानी पनि उमाली राख्नुपर्छ। यसको लागि यसरी लगाइसकेपछि अब यसलाई चाहिँ बिस्तारै बेसी नि बाक्लो पनि नराख्ने, बेसी नि पातलो पनि नराख्ने, ठिक्कको राखेर यसरी यसलाई बटार्दै रोल गरिसकेपछि यसलाई हल्का यसरी मोमोको भाँडामा राम्रोबाट सबै एकपछि अर्को सबै कतिवटा सामान बनाउनु मन लाग्छ। आफ्नो परिवार कति छ परिवारलाई हेरेर धेरै थोरै जति पनि बनाउनु मिल्छ। यसलाई अब यति कम्प्लिट गरिसकेपछि यसलाई स्टिम गर्ने। अब 10-12 मिनट जति स्टिम गरेको छ। ल कटिङ पनि गरिसकेको छु मैले। पेटीको पिस गरेर यो स्टिम नगरेर पनि पकाउन मिल्छ। तर पनि स्टिम गऱ्यो भने हल्का टाइट हुन्छ, भित्रसम्म पाकेको हुन्छ, मिठो हुन्छ, अझै टेस्ट एकदम टाइट हुन्छ। साँच्चै भन्नुपर्दा त स्पेसलै हुन्छ। ल यसरी थोरै तेल हालेर तावामा यसरी म यसलाई फ्राई गर्दैछु। यसलाई फ्राई गरेर पनि एउटा डिब्बामा राख्न मिल्छ। अलरेडी हामीले यसलाई चाहिँ हामीले गोल्डन ब्राउन हुने गरेर हामीले फ्राई गरिसकेको छौँ। यसरी तरकारी बनाउन सुरु गरिरहेको छु। म तोरीको तेलबाट बनाउन लागिरहेको छु तरकारी। एकछिन फुराउने हल्का कालो हुनुपर्छ, बेसी डराल्नु पनि होइन। म 1 कटोरा प्याज यसरी चाहिँ नि लसुन अदुवालाई कुटेर राख्दा अझै टेस्टी हुन्छ। लसुन अदुवाले पनि यसरी प्याजसँग फुट्ने। तरिका मात्रै लो म घरै बनाएको मसला यो घरमै घाममा सुकाएर पिसेको मसला, जिरा धनियाँको धुलो अनि थोरै थोरै त्यसपछि टिमुरको धुलो पनि आधी चम्चा जति राखेको छु यसमा। जति डल्ले खुर्सानी पनि यसरी भुटिनेसँगै टमाटर अब यो टमाटर पाकिसकेपछि यसलाई चाहिने जति झोल रस राख्ने, तातो पानी, चिसो पानी नराख्ने, तातो पानी राख्ने। राखिसकेपछि अब हामीले यो फ्राई गरेको माछा बिस्तारै चलाउने।
रसभित्र पसिसकेपछि हुन्छ। अब यसलाई 5 मिनट जति ढाकेर राख्ने। भेज माछाको तरकारी तयार भयो। ल ल तयार भयो, एकचोटि चलाइदिने। त्यसपछि फेरि हल्का चापेर यसलाई खानालाई तयार भइसकेछ। यो 5 मिनट यो राखिसकेपछि Thank you for watching. You can try this recipe and give us your feedback.